गाइज फाइनली हामी अन्नपूर्ण बेस सँगै ढाल्दै एकैचोटिमा The experience was very thrilled हैन धेरै एडभेन्चर थियो सो हामी चाहिँ एउटा सानो खोलामा चाहिँ हुक अप भयो हाम्रो भ्यान चाहिँ अनि त्यसपछि अरु ड्राइभर दाइहरु यो रुटमा हेर्ने मान्छेहरुले चाहिँ उहाँले जस हेल्प गर्नुभयो फाइनल्ली उहाँसँग टुल थियो त्यो टुलले चाहिँ त्यो सानो ढुङ्गाबाट हामी क्रस भयो सो थ्यांक यू फर दिस हैन सबैलाई त्यसको लागि धेरै धेरै धन्यवाद र अब चाहिँ माथिको रोड अझै यो भन्दा धेरै नै एडभेन्चर र अलिकति रफ भएको कारण चाहिँ we switching to another Scorpio अब लेट्स होप अबको जर्नी चाहिँ राम्रो होला ओके सी यू So hi guys, this is our second day अनि it was very good एकदमै राम्रो भयो and सबैजना चाहिँ मज्जाले कम्फर्टेबली यहाँ पुग्यौं सो आज चाहिँ हामी यो के रे लोअर सिनोवा भन्ने ठाउँमा पुगेको छौं अनि हामी चाहिँ आज होटल चिनोमा बसेको छौं अनि द फुड इज भेरी गुड हैन हामीले चाहिँ भेज खायौं मैले त 5 चोटी थपी खाएँ अनि सबैजनाले भान्जाले झन् धेरै थपी खाए अनि आजको म्यान अफ द ट्रेक चाहिँ भान्जा हुन् किन भन्दाखेरि सबभन्दा धेरै अगाडि पुग्ने पनि भोलि पनि भान्जा र मेरो चाहिँ के प्लान छ भन्दाखेरि सबभन्दा अगाडि बेस क्याम्पमा भान्जा र म पुग्ने भन्ने प्लान छ सो अहिले चाहिँ पानी परिरहेको छ अहिले यत्रो हाइटमा आएर कस्तो गरेछ तँलाई मलाई गाह्रो र गर्मी पनि भइरहे यस्तो चिसो छ त अनि हावा लागेर त्यो यस्तो बाक्लो ज्याकेट लगाएर गर्मी भयो अनि यति उकालो छ अनि यति गाह्रो भइरहे एबिसी त पुग्छ नि हामी मजाले अब त्यो माछा पुर्छ बेस क्याम्प चाहिँ अब कति थोरै बाँकी छ अब पुग्नु
तिमी बिरतीको